आजको यो भिडियो रहेको छ श्री काल भैरव मन्दिर बसन्तपुरको। यो मन्दिर 7औं शताब्दी राजा प्रताप पालामा बनाएको हो। यो मन्दिर बसन्तपुर क्षेत्रको सबभन्दा ठुलो मन्दिर हो। यहाँ धेरै मान्छेहरू पूजा गर्नको लागि आउने गर्दछ। यो मन्दिरमा प्रायःजसो दशाहरू हटाउन कुनै कामहरू नभएमा गरेको मिलेन भने यस मन्दिरमा आएर पूजा गर्ने गर्दछन्। यस काल भैरव मन्दिरमा पूजा गरे बापत आफ्नो सबै कुराहरू जनविश्वास रहिआएको छ। यो मन्दिरमा अष्टमीको दिनमा इटमा पूजा हुने गर्दछ। आज यो साँझको टाइममा हो, यो पानी परेको दिनमा म यहाँ काल भैरव मन्दिर दर्शन गर्न आएको र यहाँ धेरै जसो आज भिडभाड छैन पानी परेको हुनाले।